नमस्कार पब्लिक क्विजमा म यहाँलाई फेरि पनि स्वागत गर्छु। म यति बेला जितपुर सिमरा उपमहानगरपालिकामा रहेको छु र म सिमरा एयरपोर्ट जाने बाटोमा छु, चौकमा छु, जहाँ यहाँका स्थानीयसँग म क्विज खेलिरहेको छु। मसँग एकजना बहिनी हुनुहुन्छ, पहिले म उहाँको परिचय लिन्छु। आफ्नो एकपटक नाम भन्नुहोस् न। मेरो नाम सृष्टि गौतम हो। अनि यो ठेगाना यहाँको घर? सिमरा, यतै सिमरा 12। तपाईँ अहिले के गर्नुहुन्छ? के पढाइ छडाइ के? म 8 कक्षामा पढ्छु। कहाँ पढ्नुहुन्छ नि? यो सिमरा पब्लिक इङ्ग्लिस स्कुल। अनि यो पढाइ गरिरहँदाखेरि तपाईँ 7 बाट 8 मा जानुभएको भर्खर? हजुर। के कुन विषय एकदमै राम्रो लाग्छ तपाईँलाई पढाइमा? साइन्स। एकदम मनपर्ने विषय हो साइन्स? अच्छा, म तपाईँसँग एउटा क्विजको प्रश्न गर्छु अनि तपाईँलाई एउटा उपहार पनि दिन्छु। वीरगञ्जको नेसनल इन्फोटेक कलेज रहेको छ, त्यो कलेजको तर्फबाट एउटा उपहार पाउनुहुन्छ। तपाईँले भन्नु पर्यो यो सिमरा उपमहानगरपालिकाको नगर प्रमुखको नाम के हो? राजन पौडेल। हजुर। चिन्नुहुन्छ? हुन्छ, तपाईँले प्रश्न मिलाउनु भएको छ, तपाईँलाई हामी एउटा उपहार दिन्छौँ। हामीसँग क्विज खेलिदिनु भयो, धन्यवाद। एनआई कलेजलाई के भन्नुहुन्छ? यो क्विज खेलाइरहनु भएको छ उहाँले? राम्रै गर्दै हुनुहुन्छ भन्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू। वेलकम। र उहाँसँग बहिनीसँग हामी क्विज खेल्यौँ र अब उहाँलाई हामी एउटा उपहार दिन्छौँ र उपहार हाम्रो मनोज मिश्रजीले प्रदान गर्नुहुन्छ। धन्यवाद।